धन्यवाद जी। 5औं वार्षिक उत्सव लिटरेरी सोसाइटी अफ भुटान 2 मे 2026 का अध्यक्षजी, प्रमुख अतिथि, विशिष्ट अतिथिगण, साहित्यिक प्रेमी पत्रकार मित्रहरू, युट्युबर सबैलाई म बहादुर गुरुङको तर्फबाट छजेलो अनि नमस्कार टक्राउन चाहन्छु। समयको मध्यनजर गर्दै म धेरै त भन्दिनँ, छोटो नामुमै हेरौँगे के हो भन्नेको अर्थ नै यो साहित्यसँग जोड्न चाहन्छु। नामुमै हेरौँगे के हो, कमल रूपी सदर्मपट्टि म आफूलाई समर्पित गर्दछु भने चाहिँ साहित्यकारहरू पनि यो विविध पीडाले थकित भएको भुटानीहरू बीच साहित्य कमल रूपी फुल जस्तै अगाडि बढेको छ। जसरी कमलको फुल हिलोमा फुल्छ भने त्यो वास्तव फुल चाहिँ हिलोभन्दा माथि आएर सुगन्ध दिए चाहिँ साहित्यले नै हामीलाई यो विविध पीडाहरूको बावजुद पनि साहित्यद्वारा हाम्रो समाधानलाई उजागर गर्छ भन्ने कुराहरू विश्वास लिएको छु। पक्कै अहिले त मन्त्रीहरूको पछि लाग्नु पर्दैन, दमकमै सचिवालय छ। तपाईँले यो साहित्यद्वारा, लेखनद्वारा भुटानी शरणार्थी समस्या समाधानको निमित्त पक्कै अगाडि बढ्नुहुन्छ होला भन्ने मलाई विश्वास छ। म धेरै बोलिनँ, म धेरै बोल्न चाहिनँ। यो लिटरेरी सोसाइटी अफ भुटानलाई सदा दिन यसरी नै अगाडि बढिरहोस् र हाम्रो समाधानको निम्ति पनि तपाईँहरू साहित्यद्वारा र लेखनद्वारा दमकको सचिवालयबाटै नै प्रधानमन्त्रीलाई पेश गर्नु सक्नुहोस् भन्दै म उहाँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच। हजुर, धेरै धेरै धन्यवाद। देशका निम्ति पुर्खाहरूको शिर काटिएको छ, इज्जत जोगाउँदा चेलीहरूको चोली फाटिएको छ। धेरै धेरै धन्यवाद। अब भने हामी कार्यक्रमको लगभग अन्तिम चरणमा आइपुग्न लागिसकेको छौँ र म अब भने छोटो शुभकामना मन्तव्य साथ रचना पनि वाचन गरिदिनको लागि आजको विशेष अतिथि श्री सुमित्रा वाङदेल चेलीज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ। मान्छे किन ठुलो सानो सबको रातै खुन छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ। यहाँ फुलको आतङ्कमा फुलहरू रोइरहेछन्। यहाँ फुलको आतङ्कमा फुलहरू रोइरहेछन्। एकै सृष्टि फरक दृष्टि फुलको मन रुन्छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ। मान्छे किन ठुलो सानो सबको रातै हुन्छ यहाँ। धन्यवाद। कार्यक्रम सञ्चालक द लिटरेरी सोसाइटी अफ भुटानद्वारा आयोजित यो 5औं वार्षिक उत्सवको अवसरमा आयोजित साहित्यिक तथा साङ्गीतिक कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथि आदरणीय अग्रज श्री बलराम पौडेलज्यू, उहाँ स्रष्टा पनि हुनुहुन्छ र उहाँको एकदम गहन अध्ययनशील पुस्तक पनि आएको छ जो भर्खरै मेरो हातमा परेको छ। त्यसै गरिकन यस समारोहमा पाल्नुभएका सम्पूर्ण साहित्यकार, गीतकार, सङ्गीतकार, पत्रकार, साहित्य अनुरागी सम्पूर्ण महानुभावहरूमा म सुमित्रा वाङदेल चेलीको मेरो व्यक्तिगत तर्फबाट साथै नेपाल प्रज्ञा प्रतिष्ठानको तर्फबाट हार्दिक नमन टक्र्याउन चाहन्छु। विशेष गरिकन निकै वर्ष भयो म यहाँ उपस्थिति जनाइरहेकी छु र भुटानी साहित्यसँग मेरो सम्बन्ध अहिलेको होइन, यो स्थापना कालदेखि नै। यो त अब भर्खर 5 वर्ष भयो जब भुटानीहरू आफ्नो देशबाट निरङ्कुश
राजतन्त्रको मार सहन नसकी नेपाल आएर बस्न थाल्नुभयो। त्यति बेलैदेखि म चाहिँ निरन्तर उहाँहरूको सङ्गतमा छु। सङ्गतमा यस कारणले कि प्रकाश आङदेम्बे अहिले उहाँ नर्वे निवासी हुनुभएको छ। उहाँको अगुवाईमा यहाँ महिनामा हामी 2 चोटि 3 चोटिसम्म कार्यक्रममा सहभागी हुन्थ्यौँ र यहाँको भाइ बहिनीहरू पनि दमकमा आउनुहुन्थ्यो। र अघि त्यहाँ कार्यक्रम सुरु हुनुभन्दा अगाडि साहित्यकार भाइ वैदिक अज्रीज्यूसँग नि मैले चर्चा गरेँ। भोलानाथ पुराना गरेँ, यामथुनु, टङ्क बैलकोटी, कमल धिमाल खल्ती पीडित, तारा काफ्ले, तिला आचार्य, प्रकाश धमला, थुप्रो भाइहरू हुनुहुन्थ्यो। उहाँहरूसँग चाहिँ हामी कहिले दमक कहिले यहाँ कार्यक्रम गरेर हिँड्थ्यौँ। र 2062मा मलाई यो झकास समूहले चाहिँ उत्कृष्ट गजलकारको रूपमा सम्मान पनि गरेको थियो। त्यो बेलादेखिको मेरो यो निरन्तरको सङ्गत छ। र यहाँ अघि रचनाहरू जति आए, साहित्यलाई त्यसै समाजको दर्पण भनिएको होइन। त्यो उहाँहरूको रचनामा चाहिँ आफ्नो देशप्रतिको माया, श्रद्धा अथवा फेरि भुटान फर्किनेछौँ भन्ने एउटा आशा, माटोप्रतिको माया त्यो झल्किएको देखिन्छ। र त्यो कविताहरू मैले सुनिराख्दाखेरि बालकृष्ण समको अमर सिंह भन्ने नाटकमा देशभक्ति त मर्दैन चुच्चै देश भए पनि भन्ने त्यो सम्झना आइरह्यो के। अब त्यो त्यहाँको शासकहरूले चाहिँ त्यति दमन गरेर चाहिँ यता अब उहाँहरूलाई चाहिँ पलायन गरायो अथवा देश निकाला गर्यो, तर पनि फेरि त्यो देशमा फर्कन पाऊँ भनेर देशभक्ति माटोप्रतिको माया चाहिँ उहाँहरूको स्पन्दनमा अझै पनि धड्किरहेको छ। र आशा छ एक दिन त्यो उहाँहरूको इच्छा पनि अवश्य पुरा हुनेछ। र यहाँहरूको जुन साहित्यप्रतिको कलाप्रतिको निरन्तरको यो लगाव छ, यसलाई हेर्दाखेरि म जर्मन दार्शनिक फ्रेडरिक निसेको त्यो भनाइलाई सम्झन्छु, जहाँ पर्खाल छ त्यही तिम्रो बाटो छ भनेर। यहाँहरू यस्तो यो एउटा परिधिमा खुम्चिएर एउटा कष्टकर जीवन गुजारिराख्नु भएको छ, तथापि यहाँहरूले आफ्नो साहित्य कला सङ्गीत प्रतिको आफ्नो लगावलाई, आफ्नो निरन्तरतालाई यहाँहरूले कम हुन दिनुभएको छैन। हामी चाहिँ अलिकति खुल्ला माहौलमा यो परिधि बाहिर छौँ, तथापि प्रविधिको विकासले भनौँ सबैको हात हातमा मोबाइल छ र सबैको समय चाहिँ यो टिकटक, यो हरेका यो भिडियोहरूले चाहिँ खाइरहेको छ र हामी सृजनात्मक कामहरूमा चाहिँ अलिकति कम ध्यान दिइरहेका छौँ। जति बाहिर बसेर खुल्ला आकाशमा बसेर गर्न सक्नुपर्ने थियो त्यति हामी परिधि बाहिर बसेका साहित्यकारहरूले गर्न सकिरहेका छैनौँ भन्ने मलाई बोध हुन्छ। तर यहाँहरूले गरिराख्नु भएको छ र अघि साहित्य सिर्जनाहरू सुन्दाखेरि कतिपयले मेरो सानो सिर्जना अथवा मेरो सानो प्रयास भन्नुभयो। साहित्य विचार भन्ने कुरा कहिले पनि सानो हुँदैन। एउटा ठुलो यो सालको रुखको पनि हामीले इतिहास अथवा यसको पृष्ठभूमि हेऱ्यौँ भने सानो दिउलबाट सुरु भएको हुन्छ। सबैभन्दा ठुलो कुरा त निरन्तरता हो र निरन्तरताले जस्तै समयलाई पनि गलाउँदछ। जस्तो कि पहाडहरूमा झरनाबाट चाहिँ पानी बगिरहेको हुन्छ। पानी अति नरम वस्तु हो, तर कठोर चट्टानलाई पनि पुवाल पारेको हामी देख्न सक्छौँ। त्यो कसरी त्यो नरम पानीले त्यस्तो कठोर ढुङ्गालाई चाहिँ पुवाल पार्न सक्यो, कसरी चाहिँ त्यसलाई छेड्न सक्यो भन्दा चाहिँ निरन्तरताले चाहिँ हामी जस्तै कठोर कुरालाई पनि हामी चाहिँ समाधान गर्न सक्छौँ, जस्तै जटिल समस्यालाई पनि हामी
समस्या समाधान गर्न सक्छौँ भन्ने कुरा चाहिँ दर्शाउँछ। तसर्थ यहाँहरूले निरन्तर रूपमा कठिन परिस्थितिका बीच रहेर पनि साहित्य कला सङ्गीतप्रतिको आफ्नो झुकावलाई उजागर गरिराख्नु भएको छ, अगाडि बढाइराख्नु भएको छ। यो चाहिँ एकदम प्रशंसा योग्य कुरा हो भन्ठान्छु म। र यो साहित्यिक कुरा गरिराख्दाखेरि मलाई भन्न मन लाग्छ, म यहाँ बसिराख्दा मैले गरिराखेँ, हाम्रै देशको शासकहरू जो सत्तामा थिए तिनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर त्यो दर्प पिशाचहरू भन्छु म त, त्यो पैसाको लोभमा परेर त्यस्तो मानवता विरोधी काम हाम्रै देशबाट हुन गएको छ। र अहिले जुन यो विधेयकको बारेमा जुन विरोधहरू, चर्को विरोधहरू आइरहेको छ, यो विधेयकको किन हामी विरुद्धमा आवाज उठाइरहेको छौँ त्यो म बुझ्दिनँ। यो विधेयक आयो भने चाहिँ यो 40 सालदेखि यताको चाहिँ सबै त्यो भ्रष्टाचारको फाइलहरू चाहिँ खोलिने रहेछ र त्यसमा नक्कली भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टी स्टेट पनि पर्छ। यस्ता कुराहरू खोल्नको लागि चाहिँ फर्स्ट ट्र्याकबाट चाहिँ विधेयक ल्याउन खोजेको रहेछ अहिलेको बालेन सरकारले, र म चाहिँ एकदम समर्थन गर्छु। अहिले भएन भने अभिनय त्यो कभिनय, अहिलेको सरकारले गरेन भने यो कहिले पनि हुँदैन, यो यत्तिकै यो मेटिएर जान्छ र भ्रष्टाचारीहरू चाहिँ जुका किर्ना जस्तो भएर यो समाजमा मोटाइरहन्छ। त्यसकारणले हामी आशावादी हौँ, सकारात्मक कुरालाई, सही कुरालाई हामीले समर्थन गरौँ, विरोधको लागि विरोध मात्रै नगरौँ। हामीले आफ्नो गीत सङ्गीत सिर्जना मार्फत यी कुराहरू चाहिँ प्रस्फुटन गरौँ र यो हाम्रो सशक्त आवाज बनेर राज्य गहिरो राज्यको कामसम्म पुगोस् भन्ने कामनाका साथ यहाँहरूले मलाई निम्ता दिएर बोलाउनुहुन्छ। र म कस्तो खालको मान्छे भन्दाखेरि मलाई बोलाइसकेपछि म मुन्टाले टेकेर पनि त्यो ठाउँमा पुग्नुपर्छ। शास्त्रमा भनेको छ, जहाँ तिम्रो सम्मान हुँदैन त्यहाँ नजानु, जहाँ तिम्रो सम्मान हुन्छ त्यहाँ जानु। यहाँहरूले आफ्नो चेली सम्झेर मलाई बोलाउनुहुन्छ, सम्मान गर्नुहुन्छ, यहाँहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। र अहिले मेरो बोलीको क्रममा एउटा साहित्यकार भएर राजनीतिक कुरो छ्यास बिचमा बोल्नु हुन्थेन, यहाँहरूप्रति म क्षमा माग्न चाहन्छु। र मलाई लाग्दछ साहित्यकारहरू भनेको समाजको सचेत वर्ग हो र चेतनाको सम्भाग पनि हो। हामीले आवाज नउठाए कसले उठाइदिने त? त्यसकारण हामी सबैले उठाउनुपर्छ, सहीलाई सही, गलतलाई गलत, अन्यायलाई अन्याय, न्यायको लागि चाहिँ हामीले अन्यायमा परेकाहरूलाई न्यायको लागि आवाज उठाउनुपर्छ भन्दा एउटा रचना पनि भन्नुभयो। मेरो कविता मैले ल्याएको छु तर धेरै लामो छ, म अघिकै गजललाई चाहिँ पूर्णता दिन चाहन्छु। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ, मान्छे किन ठुलो सानो सबको रातै खुन्छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ। अहङ्कारको कोट फुकाल आऊ सबै मान्छे बनौ, अहङ्कारको कोट फुकाल आऊ सबै मान्छे बन, तब मात्र सद्भावको बीजारोपण हुन्छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ, मान्छे किन ठुलो सानो सबको रातै हुन्छ यहाँ। ईश्वर रूपी मान्छेलाई कुल्चिएर मन्दिर धाउँछौ, ईश्वर रूपी मान्छेलाई कुल्चिएर मन्दिर धाउँछौ, मानवता भन्दा ठुलो अर्को धाम कुन छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ, मान्छे किन ठुलो सानो सबको रातै खुन्छ यहाँ। यहाँ फुलको आतंकमा फुलहरू रोइरहेछन्, यहाँ फुलको आतंकमा फुलहरू रोइरहेछन्, एकै सृष्टि फरक दृष्टि फुलको मन रुन्छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ, मान्छे किन ठुलो सानो सबको रातै खुन्छ यहाँ। उही धरती उही आकाश उस्तै घाम जुन छ यहाँ भन्दै यहाँहरूको यो कार्यक्रम भव्य रूपमा सफल रहोस् र यो यात्राले निरन्तर रूपमा अभिशान्त अगाडि बढिरहोस् र धेरै
जनसमुदायहरूलाई सुसूचित गर्न सकोस् र हामी जस्ता यहाँहरू पनि एउटा देशको नागरिक भएर बाँच्न पाउनुहोस्। यहाँहरूको यो अभियानमा हामी पनि साथसाथै छौँ भन्ने प्रतिबद्धताका साथ मेरा भनाइहरूमा कुनै त्रुटि भए क्षमा माग्दै बिदा हुन चाहन्छु। धन्यवाद। हजुर, धेरै धेरै धन्यवाद। हामीले पनि त्यही अपेक्षा गरेको थियौँ, किनकि 3 दशकभन्दा धेरै यो बसाइमा आज हामी मातृभूमिबाट माटो विहीन हुनु पर्यो, पितृभूमिबाट परिचय विहीन छौँ। त्यसैले हामी आशा गरौँ अवश्य नै दीर्घकालीन समस्याको समाधान होस् भन्दै अबको यो अन्तिम रचना वाचनको निमित्त म श्री देबु चापागाईज्यूलाई यस मञ्चमा निम्ताउन चाहन्छु। त्यस पछाडि हामी अन्तिम चरणमा छौँ। शुभकामना मन्तव्य साथै वरिष्ठ गायक हाम्रो मिठो स्वरको धनी बलराम मगरज्यूबाट हामी अवश्य गीत सुन्ने नै छौँ। हजुर, दोस्रो अन्तिम रचना रहेको छ। त्यसैले म देबु चापागाईज्यूलाई यस मञ्चमा पाउकष्ट गरी आफ्नो रचनालाई वाचन गरिदिनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। मेरो कविताको शीर्षक छ भुटानी आन्दोलनको सम्झना। भुटान भन्ने बित्तिकै सम्झना आउँछ, भुटान भन्ने बित्तिकै सम्झना आउँछ। मेरो बाका काका मामाहरूले सुनाएका ती कथाहरू, मेरा बाका काका मामाहरूले सुनाएका ती भुटानका भोगाई कथाहरू, मेरो बाल मस्तिष्कमा छापिएका ती भुटानी आन्दोलनका कथा व्यथाहरू। भुटान भन्ने बित्तिकै सम्झना आउँछ। मेरा बाका मामा काकाहरूले सुनाएका ती भोगाई कथाहरू, भुटानी आन्दोलनका कथा व्यथाहरू। सन् 1990 ताका जनगणना हुँदै थियो रे भुटान भन्ने देशमा। सन् 1990 ताका जनगणना हुँदै थियो रे भुटान भन्ने देशमा। आन्दोलन सुरु भयो भाषा संस्कृतिको बेसमा, आन्दोलन सुरु भयो भाषा संस्कृतिको बेसमा। नेपाली भाषी भुटानी वासीहरूको मनमा डढेलो लागेको सायद त्यही बेलादेखि होला। क्रमशः उक्त घटनाले आदि बेरी ल्यायो। उक्त घटनाले आदि बेरी ल्यायो। सायद यही बेला मेरा मामा काकाहरू मेची नदी तरेछन्। सायद यही बेला मेरा बाका मामा काकाहरू मेची नदी तरेछन्। पुसको महिना लुकलुक काम्दै कन्काई माईको तीरमा आएर बसेछन्। मलाई थाहा छ उनीहरूले हाम्रो घरमा आएको घरबार सबै छोडी दिल्ली बाथ भयो भन्दै रुँदै कराएको। मलाई थाहा छ मेरो बाल मस्तिष्कले सम्झिरहेका छ ती दिनहरू अझै सम्झिरहेको छु। मेरो हजुरआमाले जा कान्छा मामाको परिवार लिएर आइज भनेको मलाई थाहा छ मेरो बाल मस्तिष्कले सम्झिरहेको छ। मेरो बाले उस बेला रागा गाडा जोडेर मामाको परिवार लिएर आएको सम्झिन्छु।
प्यार गरी ममताले घरबार दिएर राखेको सम्झिन्छु प्यार गरी ममताले घरबार दिएर राखेको सम्झिन्छु धेरै वर्ष भएछ बा बितेर गएको धेरै वर्ष भएछ बा बितेर गएको हजुर आमा परमधाम भएको हजुर आमा पनि परमधाम भएको समय त आज परिवर्तन भएछ समय त आज परिवर्तन भएछ मेरा आफन्तहरू समेत पुनर्वासको कार्यक्रमले अमेरिका क्यानाडा पुगेछन् पुनर्वासको कार्यक्रमले अमेरिका क्यानाडा पुगेछन् समयले टेकेको धरती बिर्सिएछ आज शरण दिएको कता कता बास बिर्सिएछ आज उसले आफ्नो इतिहास बिर्सिएछ धन्यवाद हजुर धेरै धेरै धन्यवाद हाम्रो निम्ति यति धेरै सोचिदिने बोलिदिने साहित्यकार हजुरलाई र अबलाई भने म भुटानी शरणार्थी बस्ती व्यवस्थापन समिति बेडागी सचिव आजको विशिष्ट अतिथि श्री सन्साहाङ सुब्बाज्यूलाई शुभकामना मन्तव्य राखिदिनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू अभिलाषहरूलाई यस कार्यक्रम 5औं वार्षिक उत्सव द लिटरेरी सोसाइटी अफ भुटानका अध्यक्ष महोदय प्रमुख अतिथि सुमित्रा दिदी जहाँ हामीलाई हृदयदेखि नै माया गरेर सानोभन्दा सानो कार्यक्रममा जस्तै अवस्थामा पनि हामीलाई माया गरिरहनु चेली र त्यसरी नै विशिष्ट अतिथिगणहरू साहित्यकार कवि पत्रकार अनि समाजसेवी र सङ्गीतकार सम्पूर्ण साथीहरूलाई मेरो हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु र न्यानो अभिवादन पनि म टक्राउन चाहन्छु। विशेष त आज खासै के छ र के बोलौँ हाम्रो चेली जस्तो त केही कुरा बोलौँ भन्दा डराउँदै हुनुहुन्थ्यो होइन र थोरै राजनीतिक कुरा गरी बा केही पो हुन्छ कि भन्ने ठाउँले झन् हामी त शरणार्थी होइन कतै बोल्दाखेरि दोष आउँछ कि भन्ने कुरा जेनजीको आन्दोलनमा कसले यहाँ केही सशस्त्र साथीहरूलाई उठायो भुटानी शरणार्थीले खेदायो भन्ने कुरासम्म अहिले उठिरहेछ तिमीले खेदायो त्यस पछाडि किन माग्छौ भन्ने कुरासम्म सबैले भन्न भ्याउँछ। आज के बोलौँ हामी यो समाजको उमेरले छिटौली भए पनि जस्तै भए पनि समाजको नेतृत्व गरेर बसिरहेको अवस्थामा कुनै बेला के हुन्छ राजनीति यो जुन देशमा हामी शरण लिएर बसिरहेको देशमा कोही बेला राजनीतिक उत्थलपुतल हुन्छ त्यस घडी के हुन्छ त्यो दोष हामीले बोक्नुपर्छ। हाम्रो नाममा कोही मान्छे चाहिँ शरणार्थी भएर देश विदेश पुग्न पाउँछ लाखौं करोडौं उनीहरूले लाखौं करोडौं इन्भेस्ट गरेर नेतालाई दिएर उनीहरू हाम्रो शरणार्थी कार्ड लिन पाउँछ दोष हामीलाई नै पर्छ। अनि फेरि बोल्न आफ्नो चाहिँ ज्ञापन पत्रहरू चढाउन जाउँ तिमी के चाहन्छौ भनेर हामीलाई सोध्छ। 33 वर्ष भइसक्यो होइन र भुटानी शरणार्थी यहाँ शरण लिएर बसेको 33 वर्ष भयो। अन्तर्राष्ट्रिय संस्थाहरूले हामी प्रति हाम्रो यहाँ उपस्थितिपछि उहाँको आकर्षण बढ्यो संख्या घट्यो अनि उनीहरू अलिक टाढा भयो। यो समस्या नेपाल सरकारले पनि सुल्झाउन सक्छ भनेर उनीहरू अलिकति हामीलाई छोडेर गयो हामी लत्तालिङ्गे भइयो। आज भुटानी शरणार्थी झापा जिल्लाको हमसेदुम्से वन दमक 3 को हमसेदुम्से वनमा अवस्थित न जन्म दर्ता हुन्छ न मृत्यु दर्ता हुन्छ न डिभोर्सको दर्ता हुन्छ न केही व्यक्तिगत घटनाको दर्ता हुन्छ। हामी के मान्छे हो यही अवस्थामा आज केही साथीहरूले गजल केही साथीहरूले कविता केही साथीहरूले गानाहरू गुन्जाउनु भयो कुनैले पनि छुन सकेन यो मेरो मन। किनकि हामी त मान्छे नै होइन कि। यहाँ एकजना भाइले लेखेको रहेछ मुर्खुटा जस्तो रुख यसले चाहिँ निकै मजाले मलाई छुयो।
हामी बसेको हामी वरिपरि बसेको ठाउँमा सुकेको रुख जीर्ण अवस्थाको रुखहरू काटिनु हुँदैन। त्यसलाई रुँगेर बस्नुपर्ने चौकीदार भुटानी शरणार्थी हुनुपर्छ। त्यहाँ हराउँदैन, पर जङ्गलभित्र हराउँछ, त्यो ठुक चाहिँ उठाएर लिएर त्यहाँ सेभ गर्नुपर्छ। यस्तो ढङ्गले यो समाजमा यो ठाउँमा हामी शरण लिएर बसिरहेको छौँ। माया गरिदिनु भएको छ नेपाल सरकार, धन्यवाद भन्न चाहन्छु। यसरी नै त जिएको छ संसार होइन। सानोले ठुलालाई, गरिबले धनीले गरिबलाई, नागरिक भएकोले नभएकोलाई शरण त दिने हो, त्यस पछाडि ऊबाट के फाइदा लिने हो त्यो कुरा छँदैछ। एनिवे यो आफ्नो पीडाको कुरा थियो। त्यसले गर्दा म आज द लिटरेरी सोसाइटी अफ भुटान आफू नहुँदै पनि यो कथाहरू बचाउँदै हुनुहुन्छ। तपाईँ हामी यहाँ छौँ छैनौँ थाहा छैन, तर तपाईँले हाम्रो पीडा हाम्रो वास्तविकतालाई बचाइदिनु भएको छ, बचाउने प्रयास गर्दै हुनुहुन्छ। तपाईँहरूको प्रयासले निरन्तरता पाओस्। हुनसक्छ कोही बेला यहाँ टुटफुट हुनसक्छ, कोही बेला के हुनसक्छ, त्यसले निरन्तरता पाओस्। अहिले दिदीले हाम्रो चेलीले पनि भन्नुभयो, तपाईँ कति लुलो कति तरु हुनुहुन्छ त्यसले प्रभाव गर्दैन, तर तपाईँको कार्यले कति निरन्तरता दिन्छ त्यसले प्रमुख भूमिका निभाउँछ भन्ने कुरा राख्नुभएको छ। म यो इन्टायर टिमलाई तपाईँहरूको यो सोच यो विचार आफू नभए पनि आफ्नो कथा वस्तुलाई बचाइराख्नुपर्छ, आफ्नो इतिहासलाई आफ्नो संस्कार संस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने अभियानको 5औं यो वार्षिक उत्सव अति शान्तिपूर्ण अति अर्थपूर्ण ढङ्गले सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै यो हाम्रो दुखेसो यो हाम्रो कुराहरू तपाईँहरूले यदि अवसर पाइहाल्नु भयो भने नेपाली नागरिक दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, नेपाली नागरिक केही ठाउँमा तपाईँहरूले प्लेटफर्म पाइहाल्नु भयो भने यो हामी यसरी नै बसिरहेको छौँ। हामी भुटानी शरणार्थी यो शब्दलाई चेन्ज गर्न चाहन्छौँ। त्यसले गर्दा यो हाम्रो इच्छा यो हाम्रो चाहना होइन, यो हाम्रो बाध्यता हो। हामी भुटानी शरणार्थी यो शरणार्थीपनबाट थोरै अलिकति यसलाई रेज गर्ने कि यसलाई अगाडि बढाउने कि हामी पनि एउटा ठुलो समस्या भएर बस्यौँ कि भन्ने कतै कतै लागिरहँदाखेरि यो कुराहरू हामीले यसरी साहित्य आफ्नो लेखहरूबाट हरेक कुराबाट यहाँ अगाडि बढिरहेको अवस्था छ। त्यसले गर्दा यो कुराहरू हजुरहरूले पनि कहीँ यो तपाईँहरूलाई कोसेलीसहरू कहीँ टेबलहरू प्लेटफर्महरू पाइराख्नु भने यो हाम्रो कोसेली पनि तपाईँले समय मिलाएर राखिदिनुहुन्छ भन्ने पूर्ण विश्वासको साथ द लिटरेरी 5औं वार्षिक उत्सव द लिटरेरी सोसाइटी अफ भुटानलाई यो कार्यक्रमलाई अति शान्तिपूर्वक अति फलदायक ढङ्गले सम्पन्न होस् भन्दै अब मैले चाहिँ तपाईँहरूलाई एक दुईवटा सजेसन चाहिँ मैले गर्न नसकेको तपाईँहरूले गर्नुहुन्छ कि भन्ने आशले है मैले गर्न नसकेको हामी म्यानेजमेन्ट कमिटीले अहिले त्यो हामीसँग सर्टन टाइम मात्रै हाम्रो रहन्छ। त्यसले गर्दा तपाईँहरूलाई यो हामीले चलाउँदै गरेको जस्तो हिजो धारा हिजो सामानहरू चर्खाहरू मेरो आमाले चर्खा ऊन बाटेर मलाई 2 रुपियाँको डटपेन किनिदिएको, 5 रुपियाँको 2 रुपियाँको पेन्सिल किनिदिएको, इरेजर मैले चाहिँ हप्ताउ दिन माग्दाखेरि 2 रुपियाँमा इरेजर किनिदिएर मैले मेटाउँदै चलाएको त्यो चर्खाहरू। अनि हरेक जर्किनहरू हामीले लाइन राखेर पानी हाम्रो प्राण बचाएको पानी थापेर खाएको जर्किनहरू तपाईँले यसलाई पनि सेफ गरिदिनुहुन्छ कि सेफ गर्ने अभियानमा पनि दलित 5औं यो द लिटरेरी सोसाइटी अफ भुटानको टिमले यस कुरामा अगाडि बढिदिनुहुन्छ भन्ने पूर्ण विश्वास पनि लागेको छ र बढिदिनु हुन पनि विनम्र अनुरोध गर्दै मेरो यो शुभकामना मन्तव्य यहाँ अन्त गर्न चाहन्छु। थ्याङ्क यू वान एन्ड अल। धेरै धेरै धन्यवाद। शरणार्थीको झुपडीभित्र म रम्न सकिनँ, कति गए तेस्रो मुलुक गन्न सकिनँ। मैले रदीफ अनि काफियालाई गजलको शेर हुँदैन शीर्षक हुँदैन, तर यो गजलको चाहिँ मैले शीर्षक राखेको छु। मलाई मन पर्दैन, तपाईँहरूलाई पनि मन पर्दैन होला। म 1 मिनेटमा वाचन गर्न चाहन्छु यो हजुरहरूको निमित्त अन्तिम गजल। खाएको थालमा चुट्नेहरू मलाई मन पर्दैन, मान्छेले मान्छेलाई थुक्नेहरू मलाई मन पर्दैन।
खाको थालमा चुट्नेहरू मलाई मन पर्दैन मान्छेले मान्छेलाई थुक्नेहरू मलाई मन पर्दैन आफ्नो धर्म संस्कार सबै बजारमा बेचेर आफ्नो धर्म संस्कार सबै बजारमा बेचेर आफ्नै बाउ कुट्नेहरू मलाई मन पर्दैन खाको थालमा चुट्नेहरू मलाई मन पर्दैन आफू सुध्रे देश बदल्ने खोक्रो भाषण गर्दै आफू नसुध्री देश बदल्ने खोक्रो भाषण गर्दै देशकै ढुकुटी लुट्नेहरू मलाई मन पर्दैन खाको थालमा चुट्नेहरू मलाई मन पर्दैन अन्तिम शेर इमान बेचेर यहाँ कुर्सीको वरिपरि घुम्नेहरू इमान बेचेर यहाँ कुर्सीको वरिपरि घुम्नेहरू विदेशीको पाउमा झुक्नेहरू मलाई मन पर्दैन खाको थालमा चुट्नेहरू मलाई मन पर्दैन मान्छेले मान्छेलाई थुक्नेहरू मलाई मन पर्दैन हजुर मान्छेले मान्छेलाई थुक्नेहरू मलाई मन पर्दैन पछिबाट भुक्नेहरू मलाई मन पर्दैन धन्यवाद अबलाई भने धेरै धेरै धन्यवाद हजुर अबलाई भने म अन्तिम रचना वाचन गरिदिनको लागि साहित्यकार श्री मुकुन्द लामिछाने ज्यूलाई विनम्र अनुरोध गर्न रुचाउँछु धन्यवाद उद्घोषक महोदय समयको पाबन्दीलाई ख्याल गर्दै मैले सम्पूर्ण उपस्थित साहित्य सर्जक तथा साहित्य अनुरागीहरूलाई एकमुष्ट अभिवादन गरेँ मैले यहाँ माटोको फरक फरक मनहरूबाट माटोको प्रेम बोलेको पाएँ मातृभूमिको माया बोलेको पाएँ आक्रोश विद्रोह र क्रान्ति बोलेको पाएँ मलाई लाग्यो भुटान टाढा भए पनि यही भित्र पनि भुटान बाँचेको छ त्यसैले मैले पनि त्यो 90 को दशकको त्यहाँबाट हिँडेको युवा कालखण्डले अहिले उहाँ बुढो भइसक्नु भएको होला तर त्यो क्रान्तिको झिल्का मरेको छैन त्यही विषयलाई लिएर मैले कविता प्रस्तुत गर्न चाहे म कविता सुरु गर्छु म फर्कने छु मेरो कविताको शीर्षक छ म मान्छे वतन खोसिएको मान्छे म मान्छे वतन खोसिएको मान्छे पहिचान लुटिएको मान्छे आफ्नै मजेरीमा शासकको कुरुर बोटले टाउकामा कुल्चिएर जबरजस्ती भगाइएको मान्छे क्रूर पन्जाले घाँटी अठ्याएपछि निसासिँदै हिँडेको म मान्छे बोल्नै भएन मैले त्यहाँ खित्का छोडेर खुसीमा पनि हाँस्नै भएन बोल्नै भएन मैले त्यहाँ खित्का छोडेर खुसीमा पनि हाँस्नै भएन थकानमा सुस्केरा छोड्नै भएन पीडामा डाक्को छोडेर रोनै भएन त्यहाँ म बाँधिएँ निरङ्कुश साङ्लोले बाँधिएँ उकुस मुकुसमा छटपटाउँदै विरोध बोले बापत आफ्नै आँगनबाट लखेटिएको म मान्छे स्वतन्त्रता बोले बापत भगाइएको म मान्छे पुर्खाको पसिनामा माटो मुछेर निर्मित मेरो आवाज सम्झँदै शीत ओढेर अनिदा रातहरू बिताएको म मान्छे आफ्नै परिश्रमले भकारी भरिएका अन्न सम्झँदै कयौं भोका दिनहरू कटाएको म मान्छे मैले टेकेको भूगोल फरक छ अहिले मैले टेकेको भूगोल फरक छ अहिले तर आवाज उस्तै छ उही छ बुलन्द बनेको छ झनै बुलन्द बनेको छ म झिल्का हुँ मलाई विश्वास छ दृढ विश्वास छ यही झिल्का राको बनेर निरङ्कुशता डढ्ने छ म फर्कने छु मेरो आँगनमा हाँस्ने छु रमाउने छु अनि खुल्ला आकाश मुनि हात फैलाएर आनन्दले स्वतन्त्रताको सास फेर्ने छु हात फैलाएर आनन्दले स्वतन्त्रताको सास फेर्ने छु धन्यवाद हजुर अत्यन्तै शक्तिशाली
रचना वाचन गरेर बिदा लिइसक्नु भएको छ श्री मुकुन्द लामिछानेज्यू। अब हामी कार्यक्रमको लगभग अन्तिम चरणमा आइपुगेका छौँ। त्यसैले म सरस्वती दिवस गुरुङज्यूलाई र उहाँको टिमहरूलाई यो लाइभ गीत गाउनको लागि विनम्र अनुरोध गर्न चाहन्छु। हेलो ठीक 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 हेलो हेलो ठीक अलिकति त्यो ड्रम गर्नेलाई के हो तपाईँको टाउको अझ तिम्रो मायामा बगिरहन्छु म अझ बढिरहोस् तिम्रो मेरो सम्बन्ध नसा नसामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि धन्यवाद। ठिक धेरै मिठो थियो। हाम्रो कन्टिन्यू दोस्रो संस्कृति रहेछ। मलाई यो माइक फेरि रहेछ। ठिक हेलो यो हरियो थिचिदिनुहोस् न त्यो ई लेखेको यसलाई निभाइदिनु तिमी मलाई क्याप दिनुहोस् त।
सकेर पनि के आएछ प्लान एडिट गरेर मलाई हटाएर त मेट्याएको भोक लागेर हुन थाल्यो तर टाढो के मिलेन सम्पूर्ण नमस्ते, मेरो नाम दिवस गुरुङ र यो चाहिँ हाम्रो दोस्रो प्रस्तुति रहेको छ, स्वीकार होला। जीवन बिताउनलाई यो जुनी कति परे अर्को जुनीसम्मलाई माया नमाग्नु भएर सँगै पर्खिबस्नु है फेरि समय लाग्ला आउँछु कसम तिमीलाई लिनलाई
वाउ, मुटु नै थर्किने गरी आँखै शून्य हुने गरी कलाकार भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। अब भने म आजको प्रमुख अतिथि श्री बलराम पौडेलज्यूलाई शुभकामना मन्तव्य राखिदिनुको लागि विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद उद्घोषक भाइ। आजको यो द लिटरेरी सोसाइटी अफ भुटानको 5औं वार्षिक उत्सवका सभापति, विशिष्ट अतिथि, यस कामका सचिव तथा विशिष्ट अतिथि र यहाँ उपस्थित हुनुभएका भुटानभित्रका साहित्यकार, छिमेकी क्षेत्रका स्थानीय दाजुभाइ दिदीबहिनी सबैमा जय भुटानको न्यानो अभिवादन टक्र्याउन चाहन्छु। यहाँ आउँदा यस्तो लाग्छ, गत साल पनि म यहाँ आएको थिएँ, म साँच्ची नै देशैभित्र छु जस्तो भाव हुन्छ यो कोठाभित्र बस्दा। किनभने देशको विषयहरू यहाँ, हाम्रो समाजको कुराहरू र हाम्रो पीडाहरूको उद्गार हुन्छ। त्यसैले म यहाँ आउनु मन पराउँछु र उहाँहरूले पनि मलाई प्रमुख अतिथिको जिम्मेवारी दिएर बोलाउनुहुन्छ। उहाँहरूको महानता हो यो, मसँग त्यो योग्यता होला नहोला, तर उहाँहरूले दिएको सम्मानलाई स्वीकार गर्छु। अब रह्यो यो संस्था यहाँ किन जन्मियो, कसरी जन्मियो र के उद्देश्य लिएर गएको छ भन्ने कुरोतिर जानुभन्दा पनि भुटानमा हामी किन खेद्यौँ भन्ने कुरा, यो राजनीतिक कुरा नै आउँछ, साहित्यसँग जोडिएको। किनभनेदेखि भुटानले सांस्कृतिक संहारबाट सुरु गरेको हो र जातीय अस्तित्व समेट्नका लागि एउटा जाति समुदायको अस्तित्व संस्कृतिलाई मेटाउने उद्देश्यले हामी शरणार्थी भएको अवस्थाले यसको नितान्त खाँचो छ। तर यहाँ एउटा भन्नै पर्ने कुरा मलाई के लाग्यो भनेदेखि भुटानमा दमन आज मात्र भएको होइन। 1940 को दशकबाट भएको पीडा भुटानी समाजले मात्र सुन्यो, त्यही जिल्लाको क्षेत्रको मान्छेले मात्रै सुन्यो, बाहिर संसारले सुन्न सकेन। किनभने त्यस समयका एक महान जातीय र समाजसेवी महासुर बस्नेतलाई जिउँदै मारेको गोरुको छाला भित्र ढोक्रो बनाएर उनलाई उदुमन्टे पारेर अनि त्यसको वरिपरि ढुङ्गा बाँधेर नदीमा डुबाइएको कथाबाट हाम्रो पीडा सुरु हुन्छ। त्यस पछाडि दोस्रो रूपमा विश्वनाथ छेत्रीको नेतृत्वमा स्कुल पढ्दै गर्दा विद्यार्थी सङ्गठन त्यहाँ स्थापना हुन्छ। त्यो पनि सांस्कृतिक दमनकै विरोधमा र त्यसबाट अत्याचारबाट मुक्ति पाउने उद्देश्यबाट सुरु हुन्छ। त त्यस पछाडि विभिन्न राजनीतिक दलहरू गठन भए। पहिलो त भुटान पिपल्स पार्टी गठन भयो र देशमा त्राण आन्दोलन गर्यो र यहाँ कता कता सुनिन्छ कि देशमा आन्दोलन भएर हामी शरणार्थी भएर आएको भन्ने कुरो त्यो कदापि सत्य होइन। दमन सुरु भएपछि हामीले चित्कार बुलन्द गऱ्यौँ, हाम्रो आवाजहरू धरतीमा गुन्जिन नपाउँदै सेना प्रयोग गरेर हामीलाई धपाइएको हो। त्यसो हुँदाखेरि सांस्कृतिक संहारबाट सुरु भएको भुटानको समस्या हामी शरणार्थी भएर यहाँ आइपुगेको अवस्थामा हाम्रो एउटा साहित्य संस्था 5 वर्षको भर्खरै बोल्ने बालक भएर हामीमा आज आएको छ। यो एउटा खुसीको कुरा के छ भनेदेखि
यो 5 वर्षीय बालक अब अलिकति स्पष्ट भाषा बोल्न थालेको छ। त्यसैले यी आफू जस्तै पीडित सबैलाई भेला गरेर आफ्नो आवाजहरू बुलन्द गर्न प्रयासरत छ। यो संस्थालाई हामी सबै भएर बचाउनुपर्छ। र अझ मलाई खुसी के लागेको छ भने स्थानीय साहित्यकार दाजुभाइ दिदीबहिनीहरूले यसलाई टेवा दिन भरमग्दुर प्रयत्न गरिरहनु भएको छ। त्यहाँभन्दा भाग्यवान हामी कोही पनि छैन। र अब रह्यो हाम्रो समस्याको कुरा, राजनीति त अलिकति बोल्नै पर्छ, किनभने हामी राजनीतिक पीडित शरणार्थी हौँ। खुसीको कुरा यो क्षेत्रमा जनताले चुनेर पठाइएका व्यक्तित्व नै देशको प्रधानमन्त्री हुनुहुन्छ। हाम्रो सौभाग्य कुरा हुन त यस्तो अघि पनि यही क्षेत्रका प्रधानमन्त्री हुनुहुन्थ्यो जसले हाम्रो अस्तित्व मात्र समेट्न प्रयास गर्नु भएन, हामीलाई मान्छे भएर बाँच्न दिने अधिकारलाई पनि उहाँले जानी हनन गर्नुभयो। किनभनेदेखि हामी भुटानी शरणार्थी, उहाँहरूले भुटानी शरणार्थी बस्नु भनेर हाम्रो अस्तित्व नै समाप्त गर्ने प्रयास गर्नुभयो। र अब धेरै कुरा गरिरहनु पर्ने अवस्था म देख्दिनँ। हामी शरणार्थीहरू संयुक्त रूपमा 2टा क्याम्पमा छौँ। हाम्रो सौभाग्य एकजना मित्र पत्री क्याम्पबाट यहाँ आइपुग्नु भएको रहेछ र सचिवजी पनि आउनुहुन्थ्यो होला, तर उहाँको धर्मपत्नी बित्नु भएकोले गर्दा उहाँ आउन सक्नु भएन। उहाँको धर्मपत्नीलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। र अब 2टा क्याम्प हामी जबसम्म मिल्न सक्दैनौँ, हाम्रो आवाज कसैले पनि सुन्दैन। किनभने बालक चिच्याए मात्रै आमाले दुध खुवाउँछिन्। भोकको त्यति बेला थाहा हुन्छ जब बालक हुन्छ। त्यसर्थ क्याम्प सचिव यहीँ हुनुहुन्छ बेलडाङ्गी क्याम्पको, र उहाँलाई पनि म के अनुरोध गर्छु भने अब कसरी हुन्छ, शिविरभित्रबाट हामी 2-4 जना कति सक्छौँ जम्मा भएर सरकारको कानसम्म पुर्याउने प्रयास हामीले गर्नुपर्छ। हामी दुवै क्याम्पले समेट्नुपर्छ। एक्लै गर्ने प्रयास हामीले धेरै गऱ्यौँ, मैले पनि गरिरहेकै छु। प्रधानमन्त्रीजीलाई हिजै मात्र पनि मैले एउटा निवेदन पठाएको छु। यस अगाडि पनि बधाई मैले पत्र पठाएको थिएँ, उहाँले प्राप्त गर्नुभयो होला, तर इमेलबाट पठाएको कुरा त्यति विश्वासिलो हुँदैन। त्यसर्थ हामी आफै पुगेर हाम्रा यथार्थ कुराहरू राख्नुपर्छ। र अझ एउटा कुरो हामीले के भन्न सक्नुपर्छ भने 2027 लाग्नु हुँदैन, हाम्रो 26मै यो समस्याको समाधानमा नेपाल सरकार पनि लाग्नुपर्छ। किनभने अहिलेको सरकार भोलि यो काम गर्छु भन्ने अवस्थाको छैन। हामीले देखिरहेका छौँ 1 महिनाभित्रमा गरेको प्रगति यो न भूतो न भविष्यति, न नेपालमा कहिले यस्तो भयो न अब हुन्छ। र यही मौका छ र म यही मञ्चबाट आह्वान पनि गर्न चाहन्छु बालेन्द्र शाहज्यूको सरकारलाई। हामी भुटानी जो शरणार्थीहरू भएर बसेको छौँ, बोझ भएर बस्न रुचाउँदैनौँ। हाम्रो रहर छैन शरणार्थी भएर चिच्याउन रुन कराउन। हामी त एउटा अस्तित्व संरक्षण गरेर बाँच्न पाइयोस्, नेपालले सहयोग भन्दै यहाँ हात उठाउँदै आएको हो। धन्यवाद छ पहिलेको सरकारहरूलाई जसले हामीलाई शरण दियो र हाम्रो आवाज विश्वसम्म पुर्याउने एउटा माध्यम बनाइदियो। र केही हाम्रा साथीहरू विश्वका विभिन्न मुलुकहरूमा पुगेर आफ्नो जीवनलाई केही सहज बनाउनु भएको मात्र छ, तर उहाँ सन्तुष्ट हुनुहुन्न। उहाँ जति बेला सन्तुष्ट हुनुहुन्छ त्यति बेला जब हामी यो रहेको शरणार्थीहरूको व्यवस्थापन राम्रोसँगले हुन्छ। त्यसैले अब आवाज त हामीले उठाउनै पर्छ।
र अब केही समयभित्रै हामीले एकताबद्ध बैठक गरेर काठमाडौँ पुगेर सरकारलाई हाम्रो आवाज पुर्याउने प्रयास गर्नुपर्छ। यहाँभन्दा अर्को उपाय हामीसँग छैन। अब कि मर्नु पर्यो कि चाहिँ अस्तित्व संरक्षणको लागि हामी आफै आवाज बोल्न पुग्नु पर्यो। अन्त्यमा लिटरेरी सोसाइटी अफ भुटानले जुन प्रयास गरेको छ साहित्यको संरक्षणमा, कला संस्कृतिको संरक्षणमा र एकतामा, हाम्रो एकतामा जुन प्रयास छ त्यसलाई अझ विस्तृत रूपमा लान सकियोस्। हाम्रो तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट गर्न सक्ने केही आवश्यक हुँदा यहाँहरूले भनेको खण्डमा अथवा मैले देखेको खण्डमा सक्दो सहयोग गर्नेछु। र अन्त्यमा मलाई बोलाएर यत्रो सम्मान दिनुभएकोमा हाम्रो अध्यक्षज्यूलाई मुरी धन्यवाद दिँदै यसका संस्थाका साथीभाइहरू सबैलाई मैले सानो एउटा पुस्तक लेखेकोमा यो संस्थाको त्यो कसरी सङ्गठन भयो र कसले यसलाई सञ्चालन गर्दै हुनुहुन्छ भन्ने कुरो पनि समेटेको छु। यसले मेरो केही बल पुग्यो होला भन्ने म विश्वास राख्दै आगामी दिनमा पनि हामी यसरी नै एकीकृत भएर वार्षिक भन्दा पनि कमसेकम पनि हामीले त्रैमासिक भेला गरेर यो संस्थालाई अघि बढाउन सक्ने प्रयास गर्न सकियो भने यो अलिक बृहत्तर रूपमा अघि बढ्छ र समाजले पनि हाम्रो आवाज सुन्छ भन्ने म आह्वान पनि गर्न चाहन्छु। र अन्त्यमा सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद। हजुर धेरै धन्यवाद। भूमिविहीन मान्छेहरू हो, एक साथ जुटौँ अब, पुस्तौँ निन्द्रा तोड्दै जोस जाँगरले उठाउँ अब। हजुर, जोस जाँगरले उठाउँ अब। सुरिलो आवाजको ध्वनि अनि द भुटनिस रिफ्युजी सिङ्गिङ आइडलका जज श्री बलराम मगरज्यूलाई गीत यो दोस्रो अन्तिम कोसेली स्वरूप राखिदिनुको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। साथै उहाँ हाम्रो कथा श्रृङ्खला सिरियलको संस्थापक यानि कि संयोजक पनि हुनुहुन्छ। हजुर, जोरदार तालीद्वारा उहाँलाई स्वागत अनि सम्मान गरौँ। धन्यवाद भाइ, अलिकति बेस पाउनु। धन्यवाद हाम्रा पुस्तक साहित्यकार अभिलाष सरज्यू र आजको यस 5औं वार्षिक उत्सव द लिटरेरी सोसाइटी अफ भुटान 2 मे 2026 का सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू र अतिथिगणहरूमा मेरो आन्तरिक हृदयबाट नमस्कार। हुन त म यस साहित्य क्षेत्रमा त खासै तलिन त छुइनँ, तैपनि आज गत वर्ष एकचोटि भेला भएको थिएँ र आज एकदम मलाई पनि सम्झेर यसरी बोलाइदिनु भयो। एकदम धन्यवाद हजुरहरूको यस कार्यक्रममा। र म गजलहरू त यसो भन्नु त आउँदैन। म एउटा गाना गाउन लागिरहेको छु। यो चाहिँ शब्द सङ्गीत कर्म विल्सन बमजन, स्वर रहेको छ, मेरी रहेको छ। सिकाइदिनु होला है त। हेलो 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 साउन्ड भएन। बगिजाने खोला जस्तै यो जिन्दगी, बगिजाने खोला जस्तै हो यो जिन्दगी। उकालो ओह्रालो अँध्यारो
ल है त ताली है त अभिलाष सर एकदम धन्यवाद। जस्तो हाम्रो सचिवजी पनि नाच्नुहुन्छ जस्तो लागिरहेको छ। लडेपछि उठ्नु पर्छ जोडिएर हिँड्दा हिँड्दै थाहै नपाई फुट्नु पर्छ खुसी भई हाँस्नु पर्छ दुखी भई रुनु पर्छ राम्रै गर्छु भन्दा भन्दै नराम्रो नि हुनु पर्छ डुबी जाने घाम जस्तै भयो जिन्दगी गहिरो अप्ठ्यारो भिरालो सजिलो भयो जिन्दगी ताली 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 है त हाम्रो नाच्नेहरूलाई अलिक जस्तो होस् न है। ahai 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 बहिनी बाबु भुल्नु पर्छ काँडा बिच भुल्नु पर्छ नभन्नु साना हेरेर साउको समय सुन्नु पर्छ सालालाला बग्नु पर्छ झर्ना जस्तै झर्नु पर्छ तितो सत्य यही नै हो एक दिन त मर्नु पर्छ झरी जाने फुल जस्तै हाम्रो जिन्दगी उकालो ओह्रालो अँध्यारो उज्यालो गयो जिन्दगी धन्यवाद। सम्पूर्णलाई एकदम फेरि पनि धन्यवाद। हजुरहरूले यसरी मलाई पनि सम्झेर बोलाइदिनु भयो। एउटा सानो मान्छे खुलामा बसिरहेको मान्छेलाई पनि सम्झिनु भयो, एकदम धन्यवाद। हजुर धेरै धेरै धन्यवाद। अत्यन्तै मिठो आवाजको धनी श्री बलराम सरज्यू। र अबलाई भने म कार्यक्रमलाई विधिवत रूपमा समापन गरिदिनको लागि आजको सभाध्यक्ष ज्यूलाई म अनुरोध गर्दै कार्यक्रम सञ्चालन गर्ने क्रममा कति भुल त्रुटि भए क्षमा याचना गर्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त नगेन सेवा सामना सेवा हो। हजुर धेरै धेरै धन्यवाद उद्घोषक मित्रलाई। यस कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथिगणहरू र यहाँ उपस्थित हुनुहुने सम्पूर्ण साहित्य अनुरागी मित्रहरू र पत्रकार बन्धुहरू, मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संस्थाकै तर्फबाट यहाँलाई साहित्यिक अभिवादन टक्राउन चाहन्छु। आज हामीहरू 5औं वर्ष चाहिँ पुरा गरेर 6औं वर्षमा हामी हिँडिरहेका छौँ। त्यही कारणले गर्दाखेरि हाम्रो संस्थाले 5औं वार्षिक उत्सव जुन हिसाबबाट अवलोकन गर्ने हामीले जमर्को गर्यौँ
यसमा हजुरहरूले हाम्रो निम्तलाई चाहिँ स्वीकारेर टाढा टाढाबाट यहाँ उपस्थित हुनुभएको छ। त्यसको लागि तपाईँहरूलाई हाम्रो संस्थाकै तर्फबाट धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छौँ। यसरी नै यहाँनिर आफ्नो रचना वाचन गर्नु हुने साहित्यकार मित्रहरू आफ्नो सङ्गीत जुन आफ्नो क्षमता प्रस्तुत गर्नुभयो, जुन सहयोग गर्नुभएको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद प्रकटाउन चाहन्छु। र विशेष गरेर यो हाम्रो साहित्यिक कार्यक्रममा हामीले जसरी निमन्त्रणा गर्छौँ, निमन्त्रणा गर्दाखेरि विशेष गरेर नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सुमित्रा बाङ्गल चेलीज्यू जहिले पनि प्रत्येक वर्ष यहाँ चाहिँ हामीले कार्यक्रम गरेकै पछि उहाँ चाहिँ यहाँनिर उपस्थित हुनुहुन्छ। त्यसले गर्दाखेरि हामीहरू एकदम उहाँप्रति कृतज्ञता छौँ र उहाँलाई हामी सधैँ सम्झिन्छौँ र उहाँले पनि सधैँ सम्झिरहनुहुन्छ। र अघि पनि कुरा आयो, हाम्रो वास्तवमै भन्यो भने यहाँनिर भुटानी शरणार्थी शिविरभित्र रहेका साहित्यिक व्यक्तित्वहरू र चाहिँ यहाँ नजिकमा रहेका साहित्यिक व्यक्तित्वहरूमा साह्रै नजिक रहेका व्यक्तिहरू मध्येमा उहाँ एक हुनुहुन्छ र हामी सधैँ सम्झिने गर्छौँ। त्यसरी नै हाम्रो मुकुन्द लामिछानेज्यू उहाँ धरमपुरबाट मैले चाहिँ एउटा मेसेज पठाएकै भरमा उहाँ चाहिँ यहाँ आइपुग्नु भएको छ। यो हाम्रो साहित्यिक सम्बन्ध भनेको चाहिँ यस्तो हुँदो रहेछ कि हाम्रो आफ्नै रगतको नाता जसरी हुन्छ त्योभन्दा पनि अझै नजिकको नाता रहँदो रहेछ यो साहित्यिक सम्बन्ध भनेको। त्यो कारणले गर्दाखेरि टाढाबाट पनि साहित्यिक प्रेमीहरू साहित्यकारहरू यहाँ उपस्थित भइदिनु भएको छ। त्यसले गर्दाखेरि हाम्रो संस्थाको तर्फबाट अरू कुरा केही दिनु नसके पनि उहाँलाई धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। र अर्को कुरा मैले के भन्न चाहन्छु भने हामीले द लिटरेरी सोसाइटी अफ भुटान स्थापना किन भयो, हाम्रो चाहिँ लक्ष्य के हो भन्ने कुरा त अघि ज्यूले भनिसक्नु भएको छ। तर विशेष गरेर म यहाँ के भन्न चाहन्छु भने हामीहरू देशसँग साहित्य, हामीहरू साहित्यले चाहिँ देश जोड्न खोजिरहेको छौँ। किनभने हामी देशविहीन व्यक्तिहरू भएको कारणले गर्दाखेरि हामी देश खोजिरहेका छौँ र हामी पहिचान खोजिरहेका छौँ र हामी चाहिँ पहिचानको लडाइँमा छौँ। र जसरी यहाँनिर नेपालमा 10% जनयुद्धले जुन पहिचान कायम गर्यो होइन, र अहिले पनि चाहिँ यहाँको नेपालको सन्दर्भमा नेपालीहरूले आफ्नो पहिचानको लागि लडाइँ गरिरहेको छ। त्योभन्दा पनि हामी क्रिटिकल अवस्थामा हामी चाहिँ यहाँ के छ भने जातीय पहिचानको कुरा आइरहेको छ भने हामी राष्ट्रिय पहिचानको कुरा गरिरहेका छौँ र हामीहरू राष्ट्रिय पहिचानसँग हामी यो साहित्य मार्फत जोड्नुको लागि हामीहरू चाहिँ कार्यरत छौँ। त्यसो अब जुन उद्देश्यबाट हामीहरू अगाडि बढ्नु खोजेका छौँ, भोलिको दिनमा हामी कहाँसम्म पुग्न सक्छौँ, के गर्न सक्छौँ त्यो त अब समयले बताउला। तर हाम्रो मुख्य कुरा के हो भने हामीले गरिरहेको कुरालाई चाहिँ हामीले पुस्तान्तरण गर्ने, हामीले जति गर्न सक्छौँ त्यसभन्दा पछाडि आउने भाइ बहिनीहरूलाई हामीले पुस्तान्तरण गर्ने भन्ने हिसाबबाट हामीले अगाडि बढेका छौँ। त्यही कारणले गर्दा हामीले एलएसबी लाइब्रेरी पनि सञ्चालन गरिरहेका छौँ। र अर्को कुरा यहाँ थप्नुपर्ने कुरा के छ भने हाम्रो श्री बलाराम पौडेलज्यूको आजको प्रमुख अतिथिज्यूको चाहिँ पर्दा पछाडिको भुटान भन्ने गैर आख्यान आएको छ। र त्यो यदि तपाईँहरूलाई भुटानको सन्दर्भमा के छ भनेर चाहिँ अलिक लिएर अध्ययन गर्नु इच्छा जाग्यो भने त्यो पुस्तक हामीसँग उपलब्ध छ। तपाईँहरूले त्यो पुस्तक चाहिँ निःशुल्क होइन सशुल्क लिएर तपाईँहरूले सहयोग गर्न सक्नुहुनेछ। र विशेष गरेर भुटानी साहित्यकारहरूले चाहिँ त्यो पुस्तक अध्ययन गरेर आफ्नो कुराहरू पनि चाहिँ भोलि त्यहाँ प्रकटन गर्ने सम्भावनाहरू त्यो पुस्तकले दिएको छ। र मैले चाहिँ अध्ययन गरिसकेको छु र हजुरहरूले पनि अध्ययन गर्नुहुनेछ भन्ने विषयको साथ आज जसरी हामीले कार्यक्रम यहाँनिर सफल पार्नको लागि हजुरहरूले जुन धैर्यताको साथ यहाँ उपस्थित जनाइदिनु भएको छ त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै आजको यस कार्यक्रम पनि यिनीहरू चाहिँ विधिवत रूपमा समापन भएको घोषणा गर्न चाहन्छु। र तपाईँहरूले यो दियालो भने पुस्तक पाउनु भएको छैन, बाँकीको पत्रिका पाउनु भएको छैन भने यो लिएर गइ